एकजना म्यामले इन्सुरेन्स सम्बन्धी धेरै गुनासाहरू पोख्दै एउटा भिडियो बनाउनु भएको छ टिकटकमा। उहाँको आइडी चाहिँ मान्यता कलेक्सन भन्ने छ, तर मैले उहाँलाई मेन्सन पनि गर्न मिलेन, मेसेज पनि गर्न मिलेन। यो जतिसक्दो तपाईँहरूले सेयर गरेर उहाँ समक्ष पुर्याइदिनु होला अनुरोध गर्छु। र हरेकले यो भिडियो एकदमै सुन्नु जरुरी छ। हतार नगर्नु होला, पुरै भिडियो हेरेर कमेन्ट गर्नु होला, कमेन्ट गर्न हतार नगर्नु होला है त। उहाँले भन्नुभएको छ बिमामा यत्रो किस्ता पैसा बुझाएँ, अब म सक्दिनँ भनेर आफ्नो पैसा फिर्ता माग्दाखेरि उल्टो पैसा काटेर आउँछ अरे भन्नुभयो है। काटेर आउँछ हो। यदि तपाईँले 3 किस्ता पुरा गर्नुभयो भने 4औं किस्ता तिर्ने बेलामा तपाईँको पैसा आउन चाहिँ आउँछ, तर काटेर आउँछ। किनभने जुनसुकै कम्पनीले पनि जहाँसुकै पनि तपाईँले लगानी गर्नुहुन्छ भने उहाँले पनि नाफा कमाएर त्यसलाई काहीँ लगानी गरेर अनि तपाईँलाई दिने हो। इन्सुरेन्स कम्पनीले पनि रिइन्सुरेन्स गरेको हुन्छ। जसरी तपाईँले इन्सुरेन्स कम्पनीमा तपाईँको इन्सुरेन्स गर्नुभयो, त्यसै गरी इन्सुरेन्स कम्पनीले पनि रिइन्सुरेन्स गरेको हुन्छ। रिले फेरि गरेको हुन्छ भन्दा उहाँहरूले पनि लगानी नै गर्नुभएको हुन्छ र लगानीबाट कमाएर नै तपाईँका सम्पूर्ण रिस्क कभरहरू गर्ने भनेर सम्झौता गरिएको हुन्छ हैन। त्यो सम्झौता पहिल्यै भएको हुन्छ। तपाईँले कति लाखको बिमा गर्ने, कति वर्षको लागि गर्ने र हरेक वर्ष तपाईँले कति बुझाउने भनेर। अनि कति वर्षसम्म त तपाईँले तिरेको पैसा भन्दा कम्पनीले दिने बोनस तपाईँको बढी हुन्छ। जस्तै तपाईँले 10 लाखको बिमा सुरु गर्नुभयो, तर 10 लाख त अहिले बुझाउनुहुन्न नि, लगभग 40-50 हजार रुपियाँ अहिले तपाईँले बुझाउनुहुन्छ र बिमा सुरु गर्नुहुन्छ हैन। तर हरेक वर्ष तपाईँले 10 लाखकै बोनस पाइरहनु भएको छ। 10 लाखकै बोनस कम्पनीले दिइरहेको हुन्छ। बोनस भनेको ब्याज हो है। अनि तपाईँलाई त्यो तोकिएको अवधिभित्र कुनै घातक रोग लाग्यो भने उपचार खर्च तपाईँले 10 लाख पाउनुभयो। अपाङ्ग हुनुभयो भने भत्ता पनि पाउनुभयो। तपाईँ बाँचिरहनु भयो भने तपाईँ रहनु भएन भने तपाईँको परिवारलाई सुरक्षित गर्ने भयो हैन। त्यसैले बिमा भनेको सुरक्षित बचत हो। तपाईँले यदि नाफा कमाउने हो र ब्याजै खाने हो भने कि ब्याङ्कमा राख्नुस्, कि व्यक्तिलाई लगानी गर्नुस्, कि घर जग्गामा लगानी गर्नुस्, कि बिजनेस व्यापार गर्नुस्। अनि अर्को कुरा भन्नुभएको छ हामी जस्तो नभएको मान्छेले थोरै थोरै ऋणधन गरेर बिमा गर्ने भन्नुभएको छ। एकदम राइट। बिमा गर्ने भनेकै नहुने व्यक्तिले नै हो। हुनेलाई त जे परे पनि पैसा भइहाल्छ नि। हामी नहुनेलाई नै हो। यदि जोखिम भयो भने के गर्ने त त्यति बेला हैन। त्यस्तो व्यक्तिले नै बिमा गर्ने हो। र बिमामा एउटा सम्झौता गरिएको हुन्छ। त्यो सम्झौताभित्र नियमभित्र रहेर हामीले गर्नुपर्ने हुन्छ। ब्याङ्कमा पैसा राख्दा पनि तपाईँले चल्ती खातामा राख्नुभयो भने चाहेको बेलामा झिक्न नि पाउनुभयो, थोरै ब्याज पनि पाउनुभयो। यदि धेरै ब्याज खानको लागि मुद्दती खातामा राख्नुभयो भने तपाईँलाई तोकिएको समयभन्दा अगाडि निकाल्नु पर्दा उल्टो आफ्नै पैसाको ब्याज तिर्नुपर्छ। अब के ब्याङ्कमा गएर मेरो पैसाको मैले ब्याज तिर्नुपर्ने भनेर झगडा गर्ने त मिल्दैन नि। त्यसैले हरेक कम्पनी, कार्यालय, संस्थाको आफ्नो नियम हुन्छ। त्यो नीति र नियमको बारेमा पहिल्यै बुझाइएको हुन्छ। तपाईँले बुझ्नु भएन कि या बुझाउनेले सही बुझाउनु भएन है। त्यसैले हरेक व्यक्तिले बुझ्नु जरुरी छ। बुझेर गर्नु होला। बिमा कहिले पनि नराम्रो छैन। बिमा जहिले पनि राम्रो छ। मात्रै बुझाइमा कमी भएको छ। सबैले बुझेर गर्नुपर्छ। नबुझी गर्दा जहिले पनि धोका खाइन्छ। पछि गएर ला यस्तो पो रहेछ मलाई थाहा थिएन भन्ने। मैले कोसिस गरेँ है मान्यता म्याम। यसमा तपाईँले केही बुझ्नु भएन या अरू जो कोहीले पनि यदि बुझ्नु भएन भने मलाई मेसेज कमेन्ट गर्न सक्नुहुन्छ। म अझै धेरै बुझाउने कोसिस गर्छु। धन्यवाद।